हाम्रोमा चाहिँ फिङ्गर पपेट गरेको छ स्टोरी बनाउन गइरहेका छौँ जसमा फ्यामिली र आमाको छ हामीले बनाएको स्टोरी चाहिँ यस्तो छ सबैले सुनिदिनु होला एक दिन चाहिँ घरमा बाबा मम्मी अनि दाई बहिनी र सानो बाबु हुनुहुन्छ अनि स्कुलबाट घर फर्किसकेपछि बाबुले आफ्नो छोराले सोध्नु भएछ मम्मी मम्मी हामी भोलि शनिबार कतै घुम्न जाऊँ न भनेर सोध्नु भएछ अनि मम्मीले चाहिँ कहाँ घुम्न जाने हो र भोलि त शनिबार त हो जानु त पर्ने हो कहाँ जाने हो र भनेर सोध्नु भयो अनि बहिनीले चाहिँ हाम्रो साथीहरू त अस्ति स्याटरडे शनिबार जूमा घुमेर आउनु भएको रे हामी पनि जाउँ न मामु बाबा जू भनेको कुन ठाउँ हो त्यहाँ के हुन्छ एनिमलहरू हुन्छ अरे नि त भनेर सोध्नु भएछ अनि मम्मीले चाहिँ ए हो है ल हुन्छ ल जूमै जानु पर्ला यो शनिबार भनेर मम्मीले अनि बाबाले हो म पनि तिमीहरूलाई यो शनिबार जूमै लान्छु नै भनेको हो त्यसो भए हुन्छ भोलि नै जाऊँ न त सबै रेडी भएर हुन्छ अनि सबै फ्यामिलीले हुन्छ हामी सबैजना भोलि घुम्न जाने ये अनि बेबी पनि म पनि एलिफेन्ट हेर्ने एलिफेन्ट मलाई थाहा छ भनेर भन्नुभएछ अनि भोलि बिहान सबैजना राम्रो राम्रो लुगा लगाएर सफा भएर उनीहरू घुम्नलाई रेडी भयो अनि सबैजना बाबा मम्मी छिटो जाऊ हामीलाई ढिला भइसक्यो जू जाने ये अनि मम्मी बाबा सबै मिलेर गाडीमा बसेर जू घुम्न जानुभयो सबैभन्दा पहिला उनीहरूले जूमा छिरेपछि ल पहिला टिकट काटौँ है 50-50 रुपियाँको टिकट काटेर उनीहरू जूभित्र छिरेछ बाबा त्यो के हो भाउ त्यो के हो ठुलो मलाई थाहा छ त्यो एलिफेन्ट हो है बाबा ए एलिफेन्टै होला खोइ हामी सोधौँ न त एनिमललाई तिमी को हौ म चाहिँ यो जूको एलिफेन्ट म चाहिँ ठुलो छु अनि मान्छेहरू यहाँ आउने मान्छेहरूले चाहिँ मलाई पवनकली भनेर पनि नाम राखेर बोलाउने गर्छ है अनि मेरो चाहिँ एउटा ठुलो सोच छ अनि दुईटा ठुलो ठुलो कान पनि छ अनि म यहाँ सबैलाई के हो त यहाँ आउने सबैलाई माया गरेर सुनले टाउकोमा माया गर्छु आहा एलिफेन्ट मैले यही भनेको हो के बाबा एलिफेन्ट भनेको यही हो वाह कस्तो राम्रो म फोटो खिचौँ एलिफेन्टसँग थ्याङ्क यू एलिफेन्ट थ्याङ्क यू अब अर्को पनि हेर्न जाने अर्को के छ होला के हो बाबा यो के हो ब्रदरले सोधेछ के हो हजुरको नाम के हो म चाहिँ लायन हो टाइगर हो मदेखि मानिसहरू डराउँछन् त्यही पनि म सबैलाई माया गर्छु मेरो चाहिँ दुईटा कान छ एउटा पुच्छर छ मेरो स्वर चाहिँ ठुलो हुन्छ वाह टाइगर यस्तो पो हुने हो हेलो टाइगर यो मेरो बहिनी हो नि बहिनीलाई पनि हेलो गर्नु न हेलो हेलो कस्तो राम्रो टाइगर बाबा ऊ त्यो के हो मोइनी मामु त्यो के हो यो त मङ्की जस्तो छ तिम्रो नाम मङ्की हो मेरो नाम मङ्की हो मलाई केरा खान मन लाग्छ मलाई केरा दियो मोइनी मामु केरा किन्ने मङ्कीलाई दिने हुन्छ हामी अलिपछि किनेर दिउँला नि ओके मङ्की अलिपछि आउँछौँ हाय बाई बाई मामु यो चाहिँ के हो यो ओरेन्ज कलरको के हो
हजुरको नाम के हो? म चाहिँ सिंह हुँ। म चाहिँ के हो त? यो जङ्गलको र यो जूको चाहिँ राजा हुँ। म चाहिँ ठुलो स्वर्ग गराउँछु, तर म सबैलाई माया गर्छु र जङ्गलमा सबैजनालाई माया गरेर मिलाएर राख्छु सबैजनालाई। लायन पनि सबैसँग मिल्ने रहेछ है बाबा, मलाई त थाहै थिएन। त्यसो भए हामी सबै एनिमल सँगै बसेर फोटो खिचौँ न, हुँदैन? अब हामी मङ्कीलाई केरा किनेर ल्याउने है बाबा। हाम्रोमा छ केरा चाहिँ। थ्याङ्क यू। कति रुपियाँ हो? 10 रुपियाँ। लिटु मङ्की हामीले बनाना किनेर ल्यायो। कस्तो राम्रो रहेछ, जो भनेको यस्तो हुन्छ भनेर थाहै छैन। अब म पनि भोलि स्कुलमा गएर सुनाउँछु मेरो साथीहरूलाई। जोमा मैले एलिफेन्ट देखेको, मैले लायन देखेको, मैले टाइगर देखेको, मैले त कति धेरै एनिमलसँग फोटो खिचेको नि। यस्तै रमाइलो हुनलाई नै मैले यता ल्याउने भनेको हो नि। ल अब तिमीहरूलाई रमाइलो भयो भने अब घर फर्क्यौँ। हुन्छ, अब सबैजना घर फर्किने। बाई बाई।